एभ्रिवान आज हामी रिफ्रेसिङको लागि जाँदैछौँ मार्को। सो लेट्स गो। अहिले हामी चाहिँ सर्ट रेस्ट लिइरहेका छौँ। यहाँ चाहिँ हाम्रो गफगाफ अनि केटाकेटीको रमाइलो। Namaste. I am Samyong from class PG. Thank you. चितलाङको पुरानो मध्येको चितलाङ अर्ग्यानिक भिलेजमा अहिले हामी कफी खाँदैछौँ र पहिला यो यहाँ खाने बस्नेको व्यवस्था थियो तर अहिले त्यो रहन्छ। अब चितलाङ भिलेज रिसोर्टमा हाम्रो नाच्ने खाने प्रोग्राम सुरु भइसकेको छ। किलोको यो चाहिँ हाम्रो आजको स्पेसल 2.5 केजी बार्बीक्यू। अब हाम्रो दाइहरूको एकदमै खतरनाक डान्स सुरु भइरहेको छ। दाइहरू आज एकदमै मुडमा चिलमा डान्स गर्दै हुन्छ। सँगसँगै मैले पनि अलिअलि साथ दिइरहेको छु। सबैजना एकदम खुसीका साथ कम्बर के अरे मड्काउँदै हात हल्लाउँदै सबैजना डान्स गर्दै हुनुहुन्छ। डान्स सँगसँगै हाम्रो अनिश दाइ भने त्यहाँ बार्बीक्यूतिर पनि ध्यान दिँदै हुनुहुन्छ किनभने आखिरी खानु त पर्यो। यहाँ दुईजना दिदीहरूको पनि एकदमै कम्पिटिसन भइरहेको छ कसले राम्रो नाच्ने भनेर र हामी दुईजना दाजुभाइको चाहिँ फेरि म नाच्ने अनि अनिश दाइ मजाले पकाउने। अनि त्यसपछि बेस्ट डान्सर हाम्रो सरोज दाइ हेर्नुहोस् त उहाँ कस्तो मजाले नाच्नु भएको छ दिदी सँगसँगै। त्यसपछि सुरु हुन्छ हाम्रो जोडी डान्स म अनि दाइ दिदीको डान्स। योसँग चितलाङको यात्रा सकाएर हामी अब मार्कोतिर लाग्दैछौँ। फाइनली हामी आइपुगेछौँ मार्कोमा। एकदमै राम्रो इन्भाइरोमेन्ट रहेको छ आज। अनि मार्को आइसकेपछि बोटिङ नगर्ने त कुरै भएन। सो हामी सबैजना अहिले बोटिङ गर्दैछौँ। इट्स भेरी फन। र अहिले चाहिँ हामी सबै यात्रा सकाएर घर फर्किँदैछौँ। बाटोमा अप्ठ्यारो छ र बिचमा बसेर खाजा खाने हामीले डिसिजन गऱ्यौँ र बिच बाटोमा एउटा पसल थियो त्यसमा बसेर हामीले सुकुटी खायौँ। मिठो 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 सुकुटी। फाइनली हामी घर फर्काउँदैछौँ। काठमाडौँ यहाँबाट देखिसकेको छ र हाम्रो यात्रा एकदमै रमाइलो भयो। इट वाज सो मेमोरेबल एन्ड फन। थ्याङ्क यू भेरी मच।